विस्मृति र विमुक्ति कविता अक्सर मेरा साथीहरूसँग पटक पटक दोहोऱ्याएर सोध्ने गर्थ्यो, मलाई बिर्सन्छौ कि? सबैभन्दा त चिन्ता हुन्थ्यो मलाई मन परेकाले बिर्सन्छ कि? आखिर किन म अरूकोमा बाँच्न चाहेको होला? अरू त अरू हुन्, उनीहरूको आफ्नै स्वार्थ, सरोकार र रुचि हुन्छन्। मन लागे सम्झी पनि हाल्छन्, नभए बिर्सिन्छन्। म को हुँ र उनीहरूलाई सम्झिने बनाइरहने? सम्झेछ भने पनि उनीहरू पनि म जस्तै अनित्य छन्, चाहेर पनि सम्झिरहन सक्दैनन्, बिर्सन्छन् कारणै बिना। म आफैलाई देखेर अवाक हुन्छु। मेरो कस्तो क्षुद्रता, मलाई सम्झे है भन्ने। मान्छेहरू आफैलाई सम्झिन नसकेर पागल छन्, डाक्टरकोमा पटक पटक उपचार माग्छन्, होस खुलाउन, सम्झिने शक्ति बढाउन। आफैलाई सम्झिन नसक्नेले मलाई सम्झे है भन्ने मेरो क्षुद्रताको के सीमा भयो र? मलाई अचेल सम्झिने भनेको बोझ लाग्न थालेको छ, मेरो मुक्तिको एक नम्बर शत्रु लाग्न थालेको छ। मेरो यात्राको सबैभन्दा ठुलो अडचन लाग्न थालेको छ। मलाई मेरा यादहरू नै बोझ लाग्न थालेको छ। मसँग उडान भर्ने मनका प्वाख होलान्, तर त्यसलाई उड्न दिए पो मलाई फर्काई फर्काई पुरानोमै पुर्याउँछ। नयाँ पाइला राख्न, नयाँ सोच्न, नयाँसँग प्रीति गाँच्न दिए पो म यथास्थितिवादी बनेको छु। अझ भन्ने हो भने प्रतिगामी बनेको छु, बन्दैछु। अर्कोतिर यो कस्तो कैद हो, मैले मलाई फाल्दा पनि अरूको यादमा, नजरमा नफालिने, चाहे त्यो घृणावश वा प्रेमवश जसरी होस्। मलाई मानिसहरूको स्मृति पटलबाट मुक्ति चाहिएको छ। म आफ्नो मृत्युको अमरत्वलाई तिम्रो यादको बन्धक हुन दिन चाहन्न। मलाई आफ्नो अनित्यको राम्रो बोध छ। मेरो अनित्यको शमन गर्न तिमीले हत्या गरेर नअल्झाऊ। म सम्पूर्ण विसर्जन चाहन्छु र अथाह, असीमित, अविचारित, अगणित, अनतिक्रम्य महायात्रातर्फ प्रस्थान हुन चाहन्छु। मैले भनेर पुग्ने भए मेरा सबै सन्दर्भहरू डिलिट हुन्। मैले कमाएका वा गुमाएका सबै असत्य होस्। एउटा नजन्मेको अजन्मातर्फ निर्विघ्न हिँड्न हुने लामो यात्रामा रोक्नेतर्फ मैले आफैलाई वा अरूले मलाई जोड्ने, घटाउने वा बचाउने केही नरहोस्। फगत एउटा विस्मृति मात्रै रहोस्। मेरो मुक्तिको लागि मेरो आफ्नो वा पराएको सम्झना पलायन होस्। मेरो विसर्जन नै मेरो सृष्टि हो, सत्य हो। मलाई जोगाऊ अस्थायी, अनित्य र असत्य यादहरूबाट। धन्यवाद।